कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका 10 को पारिरहेको 18 नम्बर पिल्लरले चिनिने गाउँमा जम्मा 8वटा घरधुरी परिवार बसोबास छ। वर्षौंदेखि सरकार फेरिए पनि यहाँका नागरिकको जनजीवनमा अपेक्षित परिवर्तन आउन सकेको छैन। आधारभूत सडक, सहज सेवा र सुरक्षित वातावरणको अपेक्षामा बसेका स्थानीय अहिले पनि राज्यको प्रभावकारी उपस्थितिको पर्खाइमा छन्। आउनुहोस् यहाँको समस्या यहाँकै स्थानीयबाट सुनौ यो एक रिपोर्ट। गर्ने होइन, अब क्या थाहा पाउँछ ती जोगी आया कानै त्यहाँ कोही आउँदैन नि बाबु। जै बेला भोट हाल्ने हुन्छ हामीलाई दिनुहोस् भन्छ न, पछि आउँदैनन्। अब पुल पनि अब सबै फुट्यो, अब ऊ आउन लाग्यो छ। अब उताबाट खोलो आयो भने पछि त लिन्छ पुल पनि लिन्छ, यो बस्ती पनि कहाँबाट फुट्छ र लिन्छ। हामी त खतरैमा त छौँ, न बाटो छ न घाटो छ। हिँड्ने बेला चाहिँ स्कुले बच्चा कति आफत छ। बोकिन ल्याऊ वहाँ छाएर, अब बसमा हाले आहान भन्ने मर्तै फेरि वहाँ ल्याउन जाऊ। अनि यति खेतीबारी बगाइसक्यो, अब यो पनि बगाउने त होला। अलि बास छ र जताबाट पनि कुत्या कबरको नाउँ आउँछ, हाम्रो 18 नम्बरको त नाउँ छैन। अब बाटाघाटा राम्रो हुनु पर्यो, यिनी जायगाहरू राम्रो हुनु पर्यो। फेरि दोबरा फेरि यहाँ जान्छ बिहान ढुङ्गा हाल्नु पर्यो, जाली बन्नु पर्यो, अनि पुलको व्यवस्था राम्रो हुन पर्यो। सब आम जनता हिँड्ने पुल हो त, आम जनता हिँड्ने रोड हो त, एउटै त हामी मात्रै हिँड्ने त होइनौँ त। बिरामी हुँदा चाहिँ कस्तो समस्या आइरहेको छ यहाँतिर? बिमारी हुने समस्या, बाटाघाटा भएन भने खो नदी नाला बर्या भने अब चाहिँ कहाँ जाने? इन्डिया जाने, अन्त कहाँ जाने? खटीमा जाने। अनि बच्चाहरूलाई चाहिँ स्कुल पढाउनलाई? बच्चाहरूलाई स्कुल पढाउने अब बोय त आयो भने लिनु न। आज भोलि त वरिपरि अब उखु छ, त्यही हुनाले पनि अब लिएर उहाँ छाडेर आउँछौँ। फेरि बर्खायाममा त अप्ठ्यारो होला त बच्चाहरूलाई ल्याउन लैजान। अब जायगा देख्नु नि, उहाँ जायगा पुलिस क्याम्प भएर जाने थियौँ त। अब उखु छन्, डर लाग्छ अब केराटीहरूलाई पठाउनु। अब त्यहाँदेखि जायगा टुट्यो, अब सुमिच्यो त जायगा बच्चाहरू गइकन आइरहने त्यहाँ पुलिस क्याम्प भएर। हामीलाई त बहुत समस्या छ भन्नुहुन्छ। पुल टुट्यो, वाल्न पाल्नपट्टि चाहिँ कस्तो भइरहेछ। त्यो पाइप टुट्यो भने पाइप हाल्न पनि थाहा छैन। जग्गा मेरो सब बोकिसक्यो, जग्गा छैन। 2.5-3 बिघा अब हाल्यो, अब बिचमाथि हालिदियो नदी। अब छैन कति होला, 3 कट्ठा पाल्नपट्टि होला, यही त हो। अब केही रोडले काट्यो, अब यति हो। 4-5-6 कट्ठा होला। 2.5 बिघाबाट चाहिँ 5-6 कट्टामा रह्यो अहिले। हजुर, त्यही भएर त कोही सरकार पनि आयो भने म त केही भोट दिनु अब हामीले कर्तव्य हो। पाप लाग्छ भने दिनै पर्ने। जो सरकारले पनि मलाई केही गरेन क्या, सब जिम्मेवारी बगाइसक्यो। अनि हजुरको यहाँ सिमानामा सशस्त्र अथवा इन्डियन एसएसबीको के छ, कस्तो छ? ठिकै छ हाम्रो लागि त। अब हामीले न केही काम गर्ने, न हामीलाई अब हामी त अलिअलि केही सागसब्जी ल्याउने हौँ। अरू क्या हामीलाई त्यहाँको डर छ, राम्रो छ। अरू यिनीहरू बस्छन्, हामीलाई चोरहरूको पनि डर छैन। अनि यहाँबाट चाहिँ तपाईँलाई नेपालको बजार मानव तपाईँलाई सदरमुकामसम्म जानका लागि बाटो घाटोको समस्या, यातायातको समस्या कस्तो छ? झुला पुलबाट लिएर पर वहाँ तक त हामीलाई उही छ, समस्या छ। अनि झुलुङ्गे पुल पनि त्यो मर्मत गर्न अब कहिले हुने हो? सरकारले कहिले सुन्ने हो, कहिले मरामत गर्ने हो? अब यो बर्खामा त तपाईँहरूलाई अब ऊ आयो बाइलिन्छ, सरकारले कहिले गर्ने हो? अब त अरूको त अरूलाई त भन्नै छैन। बर्खामा हिँड्नलाई त तपाईँहरूलाई त धेरै गाह्रो रहेछ त बाटोमा। गाह्रो छ, अब क्या गरौँ? यहाँ स्थानीय जनप्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ त त्यो विषयमा? अब के भन्न चाहनु, अब बाटोघाटो सबार्ने बनाउने, हिँड्न हामी पनि त राम्रो बाटोमा हिँड्ने मान्छौँ त। त्यस्तै छ समस्या। हजुरहरूले देख्नु भए त छ, भन्ने कुरा क्या छ र? अरू के भनौँ, त्यही हो।
जायगा फुटिसक्यो जैदिन नदी आउला मच्चिकिन एउटै काँटीबाट फुटाल्छ समस्या त बहुत छ कति जति हुनुहुन्छ यहाँ हजुरहरू कति परिवार हुनुहुन्छ 8 घर छौँ हामी यहाँ हाम्रो यहाँ क्षेत्र त बढी ज्यादा छ त 8 घरमा कतिजना सदस्य हुनुहुन्छ होला लगभग सदस्यको हुनुहुन्छ नै कतिजना जनसङ्ख्या कि 8 घरको कति छौँ अब 11 कोही 7 छौँ कोही 8 छौँ कोही 12 छौँ त्यस्तै त हो 60 जनासम्म त्यति हुन न अब कोही अब इन्डियातिर गएका छन् अब यहाँ आइमाइके राति बसिया छौँ अब इन्डिया नजाने हो भने अब इन्डिया भाडा नधुने हो भने रोटी क्या गरी खाने पेट त पाल्नु पर्यो त हाम्रो केयर गरी आउँछ सरकारले हाम्रा छोरालाई क्या गरी आउँछ केही गरी आउँछ छैन जो सरकार आए पनि यस्तै त हो न बाटा न घाटा न केही न हेर्नु न पुल अब पुल त सरकारले बनायो अब अहिले दिन उयो आउनुभयो कि नै बाटा त चाहियो त बाटा चाहियो घाटा चाहियो अनि व्यवस्था राम्रो चाहियो बिना बाटाको पुल अब हेर्नु त पुल अहिले 3 साल भइसक्यो त्यो पुल न सभाहरू यता गरौँ उता गरौँ छैन सरकारले सुन्दैन कि मैले त घन्टी सुन्टिनु बोट पनि दिइनँ जहाँ आफ्नो दिनु छ वहीँ दिएँ क्लियर कुरा म त रुखका छायामा बस्ने मान्छे त्यही दिएँ सूर्यले पोल्छन् भनिकन रुखका छायामा बस्नुपर्छ त आफ्नो फुललाई त पक्का गर्नु पर्यो त जोइ पनि हो म त आखिरी चिनिने त आखिरी चिनिने सूर्यले पनि केही फारे होइन हेर त 2.5-3 बिघा जमिन मेरो बगाइसक्यो केही फारेन अहिले बस्नु पर्यो आउँछ 4-5 कट्ठामा बाटो गयो यहाँदेखि सुन्दरनगर तक भएर त यो किचर छ सरकारले दिने सेवा सुविधाहरू हजुरले कतिको महसुस अब होइन गर्नुभएको अब घन्टीले क्या गर्छ अब घन्टीले राम्रो व्यवस्था गर्यो भने त्यसैले पनि दिइन्छ हो कि नै जहिले हामीलाई सुविधा गर्यो उसैलाई दिने त हामी त क्या सेवा सुविधा के दिएको छैन सरकारले तपाईँ अहिले के दिएको छ त केही दिएको छैन अझ त कता ऐलानी जिम्यान गरे कता फाल्छ अझ देखाउँछ फेसबुकमा यिनी ऐलानी त हुन् पूर्जा दिनु पर्यो त अब हाम्रो बाइडेन सरकार आयो त दिनु पर्यो पूर्जा हामीलाई अनि अहिले अब खेतीको मौसम छ मलखातको कतिको छ यहाँ समस्या मलखातको त मिल्दैन कहाँ लाइन लाग्ने गरे जिम्यानका कागजवालालाई मात्रै मिल्ने भन्ने कुरा गर्छन् ऐलानीवाला त अब नागरिकता भयो ऐलानीवाला त हामी त जङ्गल फारी बसिआउँ त कसैका लुटफिट गरेर बसिआ त होइनन् हाम्रा बुढा सासुसुराहरू यहाँ दुःख गरेर यिनी देशीहरूसित लडेर लट्ठीका सहारामा यहाँ त आए अब उही बेला अब हाम्रा ससुराहरूले अब त्यस्तो गरी कब्जा गरेको यो भूमि हो नेपाल भूमि नत्र यहाँ त यो वालो गरी त्यो वालो गरी यिनी देशीले यहाँ तक आँसी लट्ठी ल्याएका हुन् गरे उही बेला त्यस्तो गरिकन हाम्रा ससुराहरूले त्यस्तो गरिन यो कब्जा गरे भूमि हो हजुरलाई यो ठाउँको कतिको माया लाग्छ अब धेरै माया लाग्छ रोजी अब यहीँ छ अब जिम्यान पात यहीँ भयो माया नलाग्ला आफ्नो नेपाल भूमि आफ्नो अब बच्चा पाल्यो पेट पाल्यो यहीँ लाग्छ माया त अब म त पारितिर टेक्दै टेक्छु